हाई मर्निङ गाइस आजको यो ब्लगमा सबैलाई स्वागत छ हैन। मेरे को तो ऐसा धक धक हो रहा है मेरे अनि म चाहिँ मिलन अनि मेरो ब्लग चाहिँ मिलन लकेल ब्लग है। यही नहीं अभी और सुनिए। सबैलाई स्वागत गर्दै यो ब्लगलाई सुरु गर्दैछु है आज। तो आज मेरो यो आफ्नै भाषामा एउटा ब्लग बनाएँ, ठिक छ। ल इन्ट्रो चाहिँ यति नै। अब यता मेरो घरको नजारा हेर्नु, यो हेर्न सक्नुहुन्छ। यहाँ मेरो यो चाहिँ मेरो बारी हो है। कट्टु सुकाएर खाएर छ त यार, कट्टु देख्नु है तिमीले। अरे ये भगवान क्या जुलुम है। ल यो चाहिँ बारी चाहिँ भएको छैन, अब लागेको छ। ला गाईले त यो गाई त घाँस खाएर गएको छ होइन। मजाले पो घाँस खाएर छ। अनि है यो चाहिँ के गर्छ है, अर्चल बस। अनि यो चाहिँ मेरो कोल है, खाने भए आउन सक्नुहुन्छ तर पैसा दिएर मात्रै है। अनि यतै ग्वाली। अनि यो चाहिँ मेरो सानो घर है। ल आजको 1 मिनटको ब्लग चाहिँ यतिमै बन्द गरिदिउँ होला है, किनकि साह्रै लामो भएको पनि राम्रो होइन होइन अघि होइन भन्नु है। भनिदिए राम्रो लाग्छ, नभने त म नै मरिजान्छ नि हो। ठिक छ ल बाई। ल बाई, सी यू अगेन।